जब पञ्चगव्य हवन अग्निमा समन हुन्छ त्यसपछि वातावरण मात्र होइन मानिसको पुरै चेतना पनि बदलिन्छ। हजुरहरूलाई एउटा रहस्यको कुरा भन्छ है त। हाम्रो ऋषि मुनिहरूले चाहिँ कसरी देखे त यो 5 गव्यमा चाहिँ ब्रह्माण्डको शक्ति। गाईको 5 गव्य दुध दही घिउ गौत गोबर। हाम्रो ऋषि मुनिहरूले यी 5 गव्यलाई किन पवित्र ऊर्जाको स्रोत माने त? हजुरहरूलाई लाग्न सक्छ यो चाहिँ कथा र परम्परा हो कि साँच्चीकै यसमा अदृश्य शक्ति छ। नमस्कार सबैजनालाई, म सुनिता केसी थापा। पञ्चगव्य नै असली चाहिँ किन बाल्ने त त्यो क्वेसनको आन्सर चाहिँ आज क्लियर गर्न गइरहेको छु। पञ्चगव्य धूपको रहस्य, तथ्य, शक्ति, परम्परा र यसको आधुनिक महत्त्वबारे। यो केवल धार्मिक विषय मात्र होइन, यो हाम्रो संस्कृति, प्रकृति र जीवन शैलीसँग जोडिएको एउटा जीवित विज्ञान हो। पञ्चगव्य हवन केवल धूप मात्र होइन, यो चाहिँ एउटा शक्ति पनि हो। यसको धुवाँ र सुगन्धले वातावरणमा वास्तवमै कस्तो असर पार्छ त? कुनै गहिरो अनुभव छ कि यो विश्वास मात्र हो? यो जान्नको लागि हजुरहरूलाई नेक्स्ट भिडियोमा भन्नेछु।